Comment about the government who ordered to shoot the real bullet. हाम्रो अघिको पनि बङ्गलादेश इन्डोनेसियामा पनि धेरै भ्रष्टाचारी काम भएको कारणले गर्दा युवाहरू उठेको थियो जागेको थियो। त्यस्तै अब हाम्रो पनि नेपालमा युवाहरू जागेका छन्। नेपालमा धेरै भ्रष्टाचार भएको कारणले गर्दा अब युवाहरू नेपालको पनि युवाहरूमा त्यो जेनेरेसन भनेर हाम्रो चाहिएको छ। भ्रष्टाचारको पुरै विरोधमा छ। भ्रष्टाचार अब बुढापाकाहरूले धेरै भइसक्यो। नेपाल सरकार चलाएको नेपाल देश बेचिसक्यो। पुरै लोनमा छ नेपाल। अब हामी युवाहरू आफ्नो देश आफ्नो आवाज बोल्ने छ र नयाँ देश नयाँ नेपाल बनाउँछ। सामाजिक सञ्जाल बन्द गरेको कारण मात्र यो होइन कि बेटाले यो फरक दिनेको होइन। सरकारी सामाजिक सञ्जाल बन्द गरेको मेन कारण यो हो कि सरकार भ्रष्टाचारहरू धेरै भइरहेको थियो र युवाहरू भ्रष्टाचार सब सोसल मिडियामा नि पोस्ट गरिरहेको थियो। त्यो कारणले गर्दा केपी ओली र अन्य धेरै सरकारहरूलाई धेरै दबाब परिरहेको थियो। त्यही भएर दबाबको कारण हाम्रो युवा भनेको नेपाल युवाको जनताको आवाज दबाउनको लागि मात्र सोसल मिडिया बन्द गरेको। किनभने सोसल मिडियामा पुरै संसारभरिको मान्छेहरूले हेर्छ, त्यसको आवाज पुग्छ र त्यही भएर मात्र ब्यान गरेको कारण यही हो कि युवाहरूको दबाब जोगाउने र बन्द गर्नेको कारणले नै ब्यान गरेको भ्रष्टाचार।